नमस्ते। HA दोस्रो वर्षको इन्भाइरोन्मेन्टल हेल्थको यो एकाइमा स्वागत छ। आज हामी कुरा गर्नेछौँ पानीको बारेमा अर्थात् वाटर। यो टपिक परीक्षाको लागि त महत्त्वपूर्ण छँदैछ, तर तपाईहरू भविष्यमा हेल्थ असिस्टेन्ट भएर फिल्डमा काम गर्दा पनि यो ज्ञान एकदमै काम लाग्छ। ल सुरु गरौँ है त। ल हाम्रो पहिलो खण्डबाट सुरु गरौँ, पानीको आधारभूत जानकारी र स्रोतहरू। कुनै पनि विषयको गहिराइमा जानु अघि त्यसको जग बलियो बनाउनु एकदमै जरुरी छ होइन र? सबैभन्दा पहिले सेफ एन्ड होलसम वाटर भनेको के हो त? नेपालीमा भन्दा सुरक्षित र स्वास्थ्यकर पानी। यो त्यस्तो पानी हो जसमा खासमा 4वटा विशेषताहरू हुनैपर्छ। पहिलो, यसमा रोग लगाउने कुनै पनि कीटाणु मतलब ब्याक्टेरिया, भाइरस हुनु भएन। दोस्रो, यसमा कुनै पनि हानिकारक रसायन मिसिएको हुनु हुँदैन। तेस्रो, यो हेर्दामा एकदमै सफा, रङ्गहीन हुनुपर्छ। र चौथो, यसको स्वाद पिउन लायकको हुनुपर्छ। पानी हाम्रो जीवनमा कहाँ चाहिँदैन होला होइन त? सोच्नुस् त, बिहान उठ्ने बित्तिकैदेखि राति नसुत्दासम्म घरेलु प्रयोगमा पिउने, खाना पकाउने, नुहाउने जस्ता काममा पानी चाहिन्छ। सार्वजनिक काम जस्तै कतै आग लागि हुँदा निभाउन, सडक सफा गर्न पनि पानी नै चाहिन्छ। अनि देशको अर्थतन्त्र चल्ने ठूला ठूला क्षेत्रहरू जस्तै उद्योग, कृषि, बिजुली निकाल्ने हाइड्रो पावर र पर्यटनमा पनि पानी बिना त केही सम्भव नै छैन। पानी कहाँबाट आउँछ त? यसका मुख्य स्रोतहरू 3 प्रकारका हुन्छन्। पहिलो हो वर्षाको पानी, जसलाई प्रकृतिको सबैभन्दा शुद्ध पानी मानिन्छ। दोस्रो हो सतही पानी मतलब सर्फेस वाटर, जस्तै नदी, ताल, पोखरी, जुन हामीले आँखाले नै देख्न सक्छौं। र तेस्रो हो भूमिगत पानी अर्थात् ग्राउन्ड वाटर, जुन जमिनमुनिबाट इनार वा ट्युबवेल खनेर निकालिन्छ। नेपालमा सबैभन्दा बढी प्रयोग हुने स्रोतमध्ये यो पनि एक प्रमुख हो। अब इनारको कुरा गर्दा यी 2 प्रकारका हुन्छन्। एउटा कम गहिरो, जसलाई शालो वेल्स भनिन्छ, र अर्को गहिरो, जसलाई डीप वेल्स भनिन्छ। कम गहिरो इनारहरू सतह नजिकै हुन्छन्, बनाउन पनि सस्तो पर्छ, तर के हुन्छ भने यिनीहरू सजिलै फोहोर हुन सक्छन् र गर्मीयाममा सुक्न पनि सक्छन्। ठिक उल्टो, गहिरो इनारहरू धेरै सुरक्षित हुन्छन्। वर्षौभरि पानी आइरहन्छ, तर बनाउन चाहिँ अलि महँगो पर्छ। परीक्षाको लागि यो कुरा याद राख्नुहोला, पिउने पानीको लागि गहिरो इनारलाई नै सुरक्षित मानिन्छ। ल पानीको स्रोत त बुझियो, तर के हुन्छ जब यही जीवन दिने पानी दूषित हुन्छ? अब हामी हाम्रो दोस्रो र एकदमै महत्त्वपूर्ण खण्डमा जाँदैछौँ, प्रदूषण र पानीजन्य रोगहरू। सफा पानी जीवन हो भने फोहोर पानी जनस्वास्थ्यको लागि सबैभन्दा ठूलो शत्रु हो। पानी प्रदूषण भनेको के हो त? सीधा भाषामा भन्दा, जब पानीमा नचाहिने हानिकारक पदार्थहरू मिसिन्छन् र त्यो पानीलाई प्रयोग गर्नै नहुने बनाइदिन्छन्, त्यसलाई नै पानी प्रदूषण भनिन्छ। यहाँ एउटा सानो तर महत्त्वपूर्ण फरक छ है, पोल्युसन र कन्टामिनेसनमा। सबै प्रदूषण कन्टामिनेसन हो, तर सबै कन्टामिनेसन प्रदूषण नहुन सक्छ। जस्तै पानीमा थोरै हिलो मिसिनु कन्टामिनेसन भयो, तर उद्योगबाट निस्किएको विषालु केमिकल मिसिनु चाहिँ पोल्युसन हो। यो चित्रलाई हेरौँ त, यसले पानी कसरी प्रदूषित हुन्छ भनेर छर्लङ्गै देखाउँछ। हेर्नुस् त, उद्योगबाट निस्कने फोहोर सिधै नदीमा, खेतबारीमा हालेको कीटनाशक र मल बगेर पानीमा, घर र सहरको ढल, अनि हामीले जथाभावी फालेको फोहोर, यी सबैले हाम्रो पानीको स्रोतलाई दिन प्रतिदिन विषालु बनाइरहेका छन्। अब यी प्रदूषकहरू पनि 3 किसिमका हुन्छन्। पहिलो, भौतिक प्रदूषक, जस्तै हिलो, प्लास्टिक, जसले पानीको देखिने रूप रङ्ग नै परिवर्तन गरिदिन्छ। दोस्रो, रासायनिक प्रदूषक, जस्तै आर्सेनिक, सीसा, कीटनाशकहरू, जुन पानीमा घुल्छन् र त्यसलाई विषालु बनाउँछन्। र तेस्रो, सबैभन्दा खतरनाक, जैविक प्रदूषक, जस्तै ब्याक्टेरिया, भाइरस, जसले हामीलाई बिरामी बनाउँछन् र पानीजन्य रोगहरू फैलाउँछन्। अब यो तालिका, यो चाहिँ परीक्षाको लागि भेरी इम्पोर्टेन्ट छ है। यसलाई एकदमै ध्यान दिएर हेरौँ। पानीसँग सम्बन्धित रोगहरूलाई 5 समूहमा बाँडिन्छ। पहिलो हो वाटरबोर्न, जुन फोहोर पानी पिउँदा लाग्छ, जस्तै हाइजा, टाइफोइड।
दोस्रो वाटर बेस्ड, जुन पानीमा आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीहरूबाट हुन्छ। तेस्रो वाटर रिलेटेड, जुन पानी जम्ने ठाउँ वरपर बस्ने किराहरू जस्तै लामखुट्टेले सार्छन्, उदाहरणको लागि मलेरिया, डेङ्गु। चौथो वाटर वाश्ड, जुन पानीको अभावले सरसफाइ गर्न नपाउँदा हुन्छ, जस्तै आँखाको रोग ट्रकोमा। र पाँचौं केमिकल रिलेटेड, जुन पानीमा भएको रसायनले गर्दा हुन्छ, जस्तै आर्सेनिकोसिस। ल, यति धेरै समस्याहरूको कुरा गरिसकेपछि अब समाधानतिर पनि लागौँ है त। हाम्रो तेस्रो खण्ड हो शुद्धिकरण र रोकथामका उपायहरू। पानी प्रदूषण रोक्न के गर्न सकिन्छ त? यसलाई हामीले विभिन्न तहमा हेर्न सक्छौं। व्यक्तिगत तहमा हामीले शौचालयको प्रयोग गर्ने, खुला ठाउँमा दिसा पिसाब नगर्ने गर्नुपर्छ। समुदाय स्तरमा ढल र फोहोरको राम्रो व्यवस्थापन हुनु पर्यो। अनि औद्योगिक स्तरमा उद्योगहरूले आफ्नो फोहोर पानीलाई प्रशोधन गरेर मात्र नदीमा पठाउनुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा जनचेतना फैलाउनु हो। घरमै पानी सफा गर्ने एउटा एकदमै सजिलो र भनौँ न सित्तैमा गर्न सकिने उपाय हो SODIS। यसमा केही गाह्रो छैन। एउटा सफा पारदर्शी प्लास्टिकको बोतल लिने, त्यसमा पानी भर्ने र त्यसलाई 6 देखि 8 घण्टासम्म कडा घाममा तेर्सो पारेर राखिदिने। सूर्यको परावैजनी किरण मतलब UV रेजले पानीमा भएका कीटाणुहरूलाई मारिदिन्छ। नेपालको गाउँघरतिर जहाँ अरू सुविधा हुँदैन, यो विधि त वरदान जस्तै हो। सोरेस बाहेक अरू पनि तरिकाहरू छन्। सबैभन्दा चल्तीको भनेको त पानी उमाल्ने नै हो, जसले लगभग सबै कीटाणु मार्छ। अर्को तरिका फिल्टर गर्ने हो, जस्तै कपडाले वा सेरामिक फिल्टरले छान्ने। यसले भौतिक फोहोरहरू हटाउँछ र आपतकालीन अवस्थामा क्लोरिन जस्ता ट्याब्लेटहरू हालेर पनि पानीलाई कीटाणुरहित बनाउन सकिन्छ। हरेक तरिकाको आफ्नै फाइदा र बेफाइदा छन्। अब घरको कुरा छोडेर ठूलो स्तरमा मतलब पुरै सहरलाई पानी कसरी सफा गरिन्छ त? यसमा दुईवटा मुख्य विधि छन्, स्लो स्यान्ड र ऱ्यापिड स्यान्ड फिल्ट्रेसन। यो परीक्षाको लङ क्वेस्टनको लागि एकदमै महत्त्वपूर्ण टपिक हो है। स्लो स्यान्ड फिल्टरमा स्मुट्स डेके भन्ने एउटा जैविक तहले प्राकृतिक रूपमा बिस्तारै बिस्तारै पानी सफा गर्छ र यो साना सहरहरूको लागि राम्रो हुन्छ। ऱ्यापिड स्यान्ड फिल्टरमा चाहिँ रसायनहरू प्रयोग गरेर पानीलाई छिटो छिटो फिल्टर गरिन्छ र यो ठूला सहरहरूको लागि उपयुक्त हुन्छ। अबको हाम्रो खण्ड चाहिँ विशेष गरी नेपालको सन्दर्भमा एकदमै व्यवहारिक र महत्त्वपूर्ण छ। यो खण्डमा हामी इनार, पानीको गुणस्तर र आर्सेनिकको बारेमा कुरा गर्नेछौँ। यो चित्रमा हेर्नुस् त, यो एउटा स्यानिटरी वेल अर्थात् सुरक्षित इनार हो। कस्तो हुनुपर्छ त एउटा राम्रो इनार? यसमा फोहोर भित्र पस्न नदिन अग्लो पर्खाल हुनुपर्छ, जसलाई प्यारापेट वाल भनिन्छ। वरिपरि सिमेन्टको प्लेटफर्म हुनुपर्यो ताकि हिलो भित्र नजाओस्। फोहोर पानी बगेर जानको लागि नाली हुनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण, माथिबाट छोप्नको लागि एउटा सुरक्षित ढक्नी हुनै पर्छ। यति भएपछि मात्र इनारको पानीलाई बाहिरी फोहोरबाट बचाउन सकिन्छ। पानी पिउन योग्य छ कि छैन भनेर जाँच्ने 3वटा मुख्य आधारहरू छन्। पहिलो, भौतिक गुणस्तर। पानी सफा, रङ्गहीन र गन्धहीन हुनुपर्यो। दोस्रो, रासायनिक गुणस्तर। यसको pH मान ठीक हुनुपर्यो र आर्सेनिक जस्ता विषालु रसायनको मात्रा तोकिएको भन्दा बढी हुनु भएन। र तेस्रो, जैविक गुणस्तर। यसमा इकोलाई जस्ता रोग फैलाउने कीटाणुहरू शून्य हुनुपर्छ, पटक्कै हुनु हुँदैन। अब एउटा एकदमै गम्भीर र हाम्रो देशको खास गरी तराई क्षेत्रको ठूलो जनस्वास्थ्य समस्याको कुरा गरौँ, आर्सेनिक प्रदूषण। यो नक्सामा हेर्नुहोस् त, विशेष गरी तराईका जिल्लाहरूको भूमिगत पानीमा आर्सेनिकको मात्रा धेरै पाइन्छ। नवलपरासी, बारा, पर्सा जस्ता जिल्लाहरू यसबाट बढी प्रभावित छन्। लामो समयसम्म यस्तो आर्सेनिक भएको पानी पिउँदा आर्सेनिकोसिस र छालाको क्यान्सर जस्ता भयानक रोगहरू लाग्न सक्छन्। ल, हामीले लगभग सबै मुख्य कुराहरू कभर गर्यौं। अब अन्तिम खण्डमा परीक्षाको लागि सरर एकचोटि सबै कुरा रिवाइज गरौँ है त। ल, एकदमै छिटो मुख्य बुदाहरू के थिए? सुरक्षित पानी बनेको कीटाणु र रसायन मुक्त। प्रदूषणको कारण ढल, उद्योग र कृषि। पानीजन्य रोगहरूमा हैजा, टाइफोइड जस्ता पर्छन्। घरमा पानी सफा गर्ने तरिका, उमाल्ने, फिल्टर गर्ने, SODIS। ठूलो स्तरमा स्लो र ऱ्यापिड स्यान्ड फिल्टर। सुरक्षित इनारमा ढक्नी, प्लेटफर्म र नाली हुनै पर्छ। र तराईको मुख्य समस्या भनेको आर्सेनिक हो। अब परीक्षा